नमस्ते। आज तपाईहरुलाई दाँत निकालेपछि केमा ध्यान दिनुपर्छ, के गर्न मिल्छ मिल्दैन भन्ने इम्पोर्टेन्ट कुरा सिम्पल ल्याङ्ग्वेजमा भन्न गइरहेको छु। ध्यान दिएर सुन्नु होला र यो भिडियो अरु फ्यामिलीहरुलाई पनि फ्रेन्ड्सहरुलाई पनि शेयर गर्नु होला है त। सबैभन्दा पहिले डेन्टिस्टले दिएको गजपिस 30 देखि 45 मिनेटसम्म मज्जाले टोकेर बस्नुपर्छ। यो किनभने यसले चाहिँ ब्लिडिङहरु रोक्छ र ब्लड क्लट बनाउन हेल्प गर्छ। ब्लड क्लट भएन भने 3 दिनपछि ड्राई सकेट हुन सक्छ, जुन एकदमै दुख्छ र त्यो नहुनलाई चाहिँ हामीले 30 देखि 45 मिनेटसम्म गजपिस टोकिराख्नु पर्छ। सेकेन्डमा चाहिँ तपाईले 4-5 घण्टा चाहिँ थुक्ने काम चाहिँ गर्नु भएन है, अनि कुल्ला पनि गर्नु हुँदैन र केही पिउँदै छ भने स्ट्र र पाइपहरुले चाहिँ खानु भएन। यो किनभने यसरी थुक्दा कुल्ला गर्दा र पाइपले जुसहरु खाँदाखेरि बनिसकेको ब्लड क्लट निस्किन सक्छ र फेरि ब्लिडिङ स्टार्ट हुन्छ र ड्राई सकेटको रिस्क बढाउँछ। तेस्रो नम्बरमा चाहिँ तपाईले 24 घण्टा चिसो मात्र खाने, जस्तै आइसक्रिम, दही, अनि तपाईले खानामा चाहिँ सिम्पल फुड खाने, जस्तै जाउला, सुप, दाल भातहरु खाने, त्यो पनि सेलाइसकेपछि मात्र, तातो के पनि नखाने है 24 घण्टासम्म। चिसो खानेकुराले चाहिँ सुन्निने, रगत आउने कम गर्छ र सफ्ट फुडहरुले चाहिँ प्रेसर गर्दैन त्यो दाँत निकालेको ठाउँमा। चौथो नम्बरमा तातो चिया, कफी, अल्कोहल, स्पाइसी फुड चाहिँ खानु भएन है। तातो खानेकुराले चाहिँ हाम्रो जुन ब्लड क्लट बन्या हुन्छ त्यसलाई पगालेर निकाल्न सक्छ र यसले गर्दा ब्लिडिङ पनि बढाउन सक्छ र ड्राई सकेटको रिस्क पनि बढाउन सक्छ। त्यस्तै नै स्मोकिङमा भएको निकोटिनले त्यसलाई हिलिङमा असर गर्न सक्छ, घाउहरु ढिलो निको हुन सक्छ र ड्राई सकेटको रिस्क पनि 10 गुणाले बढ्छ। त्यसैले स्मोकिङ चाहिँ बिल्कुल गर्नु भएन 1 हप्तासम्म। त्यसपछि ध्यान दिने कुरा चाहिँ 15-20 मिनेटसम्म चाहिँ आइसहरुले बाहिर सेक्ने गालामा, यसले चाहिँ दुखाइहरु, सुन्निनेहरु, रगत आउने, ब्लिडिङहरु चाहिँ कम गर्छ। दाँत उखालेको 24 घण्टापछि मात्र तातो खानेकुरा खान स्टार्ट गर्ने है। आई रिपिट अगेन, 24 घण्टापछि मात्र है। 24 घण्टापछि मनतातो पानीमा नुन हाल्ने र बिस्तारी बिस्तारी कुल्ला गर्ने सुरुको दिन, त्यसपछि 2-3 दिनपछि बेसरी गर्न थाले हुन्छ है। दिनमा 3-4 चोटी कुल्ला गर्नुस् है। यसले गर्दा ब्याक्टेरिया हटाउँछ, घाउलाई सफा गर्छ र हिलिङ पनि छिटो हुन्छ। दाँत निकालेपछि ब्रश गर्नु हुन्छ कि हुँदैन? दाँत उखालेको दिनमा पनि गर्दा राम्रो हो, तर ब्रश गर्दा अलि ध्यान दिनुपर्छ। दाँत निकालेको ठाउँमा चाहिँ बिस्तारी गर्ने या नछुवाइकन गर्ने, यसले गर्दा त्यो एरिया सफा गर्छ। ध्यान दिनुपर्ने औषधि चाहिँ टाइममा लिनुपर्छ, जस्तै पेन किलर, एन्टिबायोटिक दिए हुन्छ डेन्टिस्टले, त्यो चाहिँ टाइममा लिने। यसले गर्दा दुख्ने, सुन्निने, इन्फेक्सनहरु कन्ट्रोल हुन्छ। के गर्दा चाहिँ डेन्टिस्टलाई कल गर्ने त? कपास फ्याकिसकेपछि अलिअलि रगत आउनु नर्मल हो, तर धेरै नै वाल रगत आयो, धेरै नै मुख गनायो, ज्वरो आयो, 3-4 दिनपछि पनि दुखाइ कम भएन भने तुरुन्तै डेन्टिस्टलाई कल गर्नु है। यो भिडियो चाहिँ सेभ गरेर आफ्नो साथी फ्यामिलीहरुलाई चाहिँ शेयर गर्नुहोस् है, अनि लाइक एन्ड सब्स्क्राइब पनि गर्नु है।